आज देशमा बाँदरको ठुलो आतंक आएको अवस्थामा सरकारले सर्वप्रथम बाँदरको व्यवस्थापन गर्न अत्यन्त आवश्यक छ। नेपाल एक कृषिप्रधान देश भएको नाताले कृषकको आवाज सुन्नुपर्ने सरकारको दायित्व र कर्तव्य हो। आजभोलि अचम्म लाग्दो कुरा के हुँदैछ भने बाँदर एक जङ्गली जनावर हो। बाँदरले मानव श्रमको साधनको क्षति गर्दा सरकारले केही नीति नियम नबनाउने तर बाँदरलाई क्षति पुर्याउने कार्य गर्दा भने कृषकलाई कारबाहीको दायरामा लैजाने यो नियमको अन्त्य गर्नुपर्दछ। अझ बाँदर जङ्गली जनावर हो भन्दै गर्दा पशुपति क्षेत्र, स्वयम्भू क्षेत्र लगायतका स्थानमा सरकारले वा सो निकायले बाँदरको लागि आवश्यक सुविधा प्रदान गरिरहेको छ। खानलाई जस्तै बाँदरको सङ्ख्या वृद्धि भएपछि रातारात जङ्गलमा लगेर छोडिएको छ। त्यही बाँदर आज विभिन्न समुदाय, समाज वा मानव बस्तीमा आकर्षित छन्। फलस्वरूप गाउँका जीवनयापन कष्टकर बन्दै गएको छ। यसको वा बाँदरको समस्या समाधान गर्न सरकारले विभिन्न क्षेत्रमा रहेका बाँदरहरूलाई जस्तै पशुपति क्षेत्र, स्वयम्भू क्षेत्रका बाँदरहरूलाई सन्तान वृद्धि नहुने औषधि सीमित मात्रामा दिने र जङ्गलमा पनि स्थानीय सरकारले सीमित मात्रामा सन्तान वृद्धि नहुने औषधिको प्रयोग गर्न अत्यन्त आवश्यक छ र हरेक स्थानीय सरकारले वार्षिक बजेटमा फलफुलको बिरुवा रोप्ने आदि कार्यले कृषकलाई थोरै भए पनि बाँदरको समस्याबाट छुट्न सहज हुन्छ।